होइन जुन त्यो एमालेको प्रचार गर्ने बा आमा अनि त्यो बहिनी हो कि दिदी हुन् पनि होइन कति पैसा चाहिँ दियो तिमीहरूले त्यस्तो गर्नलाई अङ्कल आन्टीलाई हजुरहरूको छोराछोरी पनि होला कि छैनन् कहिले जिन्दगीमा बाउ शब्द सुनेकै होइन र तिमीलाई माया लाग्दैन आन्टीले पनि या त तिम्रो कहिले बच्चै भयो भने तिमीले आमा शब्द कहिल्यै सुनाइरहौ र तिमीलाई थाहा छैन हुन त तिमी पनि कसैको बच्चै हो नि त तिमी पनि कसैको छोरी जो हो तिम्रो पनि बाबुआमा होला नि तिम्रो बाबुआमाले तिमीलाई छोरी भन्न नपाउँदा तिमीले तिम्रो बाबुआमालाई आमा बाबा भन्न नपाउँदा कस्तो होइन कति पैसामा बिकेको भन्छु कि कति पैसामा बिकेको भने म दङ्ग परे के म कर्चन म फुटेर आयो होइन यस्तो छ देशको हालत होइन यस्तो छ देशको हालत यति बच्चाबच्चीहरूलाई मारे हान यति तिनीहरू मुर्दारहरू तिनीहरूलाई त्यो मारेर त गाड दिन पर्नेलाई अनि त्यहाँबाट अझै पनि तिमीले आमा बाबा चेन्ज गर्न सक्छौ तिमीले फल्नु चेन्ज गर्न सक्छौ तिमीले ढिस्को आमा बाबा हो पार्टी भनेको के बोलेको हो कुनै तिमीले नेपाली होइन म कुनै अर्कै हो भन्न सक्छौ अरे देशै तिनीहरूले ढुटेर खान लाग्दा नेपाली भन्नै मिल्दैन त भाइ भोलिको दिनमा खाएर गइदिएपछि त त भनिस् नेपाली बचाउन पर्यो नि के बोलेको के हो त्यस्तो प्रचार मै पनि लोप तै पनि लोप अरे के हो सुध्रिम आँखा खोलम बुद्धि पछालम गु मात्रै होइन वाक्कै भयो यो मान्छेहरू देख्दैन होइन त्यत्रो बुढो भएको मान्छे त बुद्धि हुन पर्ने तिमीहरूको जमाना भरि जो तिमीहरूले दुःख पाएको देखाइनौ र तिम्रो जमाना तिमीले भोट हाल्न मिल्ने जरीदेखि चाहिँ त्यही मुर्दारहरूलाई भोट हालेको आजसम्म केही बदलियो त अनि अचलका यी जेन्जी भनौताहरू फेरि एक दुईटा मैले यहाँ देखिरहेको हुन्छु भिडियो के अरे एमाले भनेको त कहिले देखेको हो नि त एमाले भनेको त कहिले त भनेको मैले एमाले देखेको भनेको त कहिले देखेको काङ्ग्रेस भनेको कहिले देखेको भुटे के देश भुटे त्यही कहिलेदेखि भएर त भुटे नि देश छैन के हो भनेको के त्यो दिदीको भिडियो हेरे हौ आफ्नो भाइको लाइक मेसेजेसहरू रुँदै भिडियो हाल्दै त्यो दिदी हेरे हौ तिमीले तिम्रो भाइ परे भए तिम्रो दाइ परे भए त आमा हेरे हौ मलाई त अझै पनि विश्वासै लाग्दैन कि मेरो छोरोको लागि केही भयो भनेर म त अझै पनि स्कुलको झोला बोकेर आउँछ जस्तो लाग्छ ढिलो भयो होला भन्ने जस्तो हुन्छ मलाई त लागेकै छैन त्यो बाउले त्यो आफ्नो छोरो लिन जाँदाखेरि मृत्यु मान्छेहरूको त लिस्टमा पहिलो नम्बरमा आफ्नो छोरो देख्दा के बितो होला त बा होइन लाज होइन गु खाऊ तिमी त गु खाऊ के बोलेको म बौलाउँछु कसैले फेरि बिरामीले त्यही पुरानो बिरामीलाई सुधारम नयाँ बिरामी नल्याम अरे ले त्यही यत्रो साल भयो सुधारेको बहिनी तिम्रो अहिलेसम्म सुध्रे होइन अझै कति सुध्रे तिमी पनि पुरानैतिर जाऊ नयाँतिर कहाँ लगाइदेऊ त चम्काउने हामी बच्चीको त दिमाग खान्छौ तिम्रो बुढेसकालमा हुँदाखेरि तिमी त देख्नु त जवानी भरि त्यही झाँटहरूलाई देखेको होइन र तिमीहरूले त्यही मुर्दारहरू त्यो रेल चुहाउँदै सिकान चुहाउँदै गर्ने मान्छेहरूलाई देश लागेको देखेको होइन र तिमीहरूले थुक्क लाज बचेकाहरू छोराछोरी चाहिँ नभए जस्तो आफ्नो छोराछोरी पनि ल भएन अरे के मानेको छैन अरे छोराछोरी आमा बाउ त होला नि नभइकन कहाँबाट निक्लियो भन्छु के होला नि किन आमा बाउ रन्काइदिन्छु म त होर्छु त भइन् भाल्नु नि त मोर्केमा घन्टीमा मार्छु नि फेरि म त फेरि